धन्यवाद गर्छु। सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्न चाहन्छु यसो मसीहको नाउँमा। त्यसै गरी सम्मान गर्न चाहन्छु यसै उद्धार शान्ति केन्द्र नेपालकै संस्थापक। हामी कहाँ छौँ? उद्धार शान्ति केन्द्र नेपालमा छौँ होइन। हामीले महिमा गर्ने ईश्वरको आराधना गर्ने संस्थाको नाम उद्धार शान्ति केन्द्र नेपाल। जो संस्थापक हुनुहुन्छ हामी सम्पूर्णको आदरणीय अग्रज अगुवा रविन्द्र सर हजुर, सन्तोषी म्याम हजुर, उहाँहरूको सम्पूर्ण परिवारमा ईश्वरको भरिपूर्ण आशीर्वाद भन्दै शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी सम्मान गर्न चाहन्छु यसै शाखाको प्रमुख हाम्रो दीपक लोहानी सर हजुरमा पनि ईश्वरको भरिपूर्ण आशीर्वाद उहाँमा सधैँभरि मिलिरहोस् भन्दै शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी आजको महिमा सञ्चालन गर्नुहुने दुवैजना सर हजुर म्याम हजुरमा, यसै स्थानमा रहनुहुने सम्पूर्ण लिडरजनहरूमा, वाद्यवादनमा रहनुहुने सम्पूर्ण सर हजुरहरूमा, विभिन्न एरियाबाट उपस्थिति रहनुहुने हजुरहरू सम्पूर्णमा स्वीकार्नुहोला। म एकै मुष्टमा शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु। धन्यवाद गर्छु परमात्मा परमेश्वर हजुरलाई। धन्यवाद गर्ने त कुनै शब्दै छैन। हजुरले यस्ता ठुला ठुला चिन्ह र चमत्कार हाम्रो जीवनमा गरेर देखाउनु भएको छ। संसारले सुन्दा पत्यारै नलाग्ने काम तपाईँले गर्नुभएको छ। संसारले लत्याइसकेकोलाई, ठानिसकेकोलाई आयु नै छैन भनेर मृत्युको ट्याग लगाइदिएकाहरूलाई तपाईँले जीवन छ मलाई विश्वास गरेर पाइसक्यो भनेर आज यो गवाई दिनुहुने, यो उद्धार गर्नुहुने, यो बिग्रिएको जिन्दगीलाई सुधार गर्नुहुने परमात्मा परमेश्वर तपाईँले दिएको आशीर्वादको अगाडि त यो धन्यवादको शब्द केही पनि होइन। र पनि हामी सम्पूर्ण शिरमाथि हात लगेर जोरदार तालीले सम्मान गर्दै परमात्मालाई धन्यवाद गर्छु यसो मसीहको नाउँमा। आज यो महिमा परमेश्वरले दिनुभयो होइन। सर हजुर म्याम हजुरको मात्रै होइन, हाम्रो महिमा होइन, महिमा परमेश्वरको। न अगुवाको महिमा, न लिडरको महिमा। महिमा कसको? परमेश्वरको महिमा। अनि परमेश्वर कसको परमेश्वर? बोल्नुहोस् त, परमेश्वर कसको परमेश्वर? अब हाम्रो परमेश्वर हो भनेपछि अनि हाम्रो परमेश्वरको महिमा कसको? तपाईँ हामी सबैजनाको महिमा हो कि नै भन्नुहोस् त? सरको, म्यामको, लिडरको नै? परमेश्वरको महिमा। परमेश्वर हाम्रो परमेश्वर हाम्रो पिता हुनुहुन्छ। त हाम्रो पिताको महिमा, हामी सबैजनाको महिमा आज परमेश्वरले यो नयाँ जीवन दिनुभयो। यही महिमामा आएर आज हामीले यस्ता चिन्ह र चमत्कार पाएर यस्तो आनन्दको जीवन बिताउन पायौँ होइन। म बोल्दै छुइनँ, मेरो परमेश्वर बोल्दै हुनुहुन्छ। सबैले यस्तै सोचको अनुसार बोल्नु होला। गवाई बताउँदै गर्दा म बोल्दैछु नै। मेरो पिताले दिएको गवाई मेरो पिता मेरो मुख भएर बोल्दै हुनुहुन्छ। मेरो परमेश्वर बोलिरहनु भएको छ। हामी सबैको परमेश्वर गवाई भएर, वचन भएर बोलिरहनु भएको छ। अनि हामी सबैको लागि स्वर्गका आशिषहरू खोलिरहनु भएको छ। धन्यवाद पिता, खोलिसक्नु भएको छ। कुनै कुरामा चिन्ता गर्नु पर्दैन, कुनै कुरामा आत्तिनु पर्दैन। सबै कुरामा ईश्वरलाई धन्यवाद गर्नु भएर हरेक समय प्रार्थना गरिरहनुहोस्। अन्य भाषामा कुराकानी पितासँग गरिरहनुहोस्। आज संसारमा कोहीबाट नपाएको यस्तो सत्य कुरा हामीले परमात्माबाट पाएका छौँ। धर्म परिवर्तन गरेर उद्धार पाउने होइन रहेछ भन्ने कुरा आज तपाईँ हामीले बुझ्न
बुझ्न पायौँ, यो समयमा जान्न पायौँ त परमात्माले नै सिकाउनु भयो। यो सत्यताको बाटोमा परमेश्वरले डोराउनु भयो। यसको लागि पनि पितालाई अनगिन्ती धन्यवाद यसो मसीहको नाउँमा। त धर्म परिवर्तन गरेर यो उद्धार पाइन्न रहेछ। जब आत्मा परिवर्तन गर्छौँ त्यस पछाडि बल्ल परमेश्वरबाट उद्धार पाइँदो रहेछ। आज हामी सबैजनाले पाइसकेका छौँ होइन। त धर्म के हो त भन्दा धर्म कहिल्यै परिवर्तन गरेर गरिने चिज होइन। धर्म त सत्य हो, सत्य बोल्नु, सत्कर्म गर्नु, सबैको भलो चिताउनु, सबैको लागि सबैको हितमा सोच्नु होइन। अनि आफूले जस्तै खुसी अरूले पनि पाउन् भनेर सोच्नु, सत्य बाटोमा पाइला चाल्नु, यो नै धर्म हो। अनि यो सत्य कुरा कहिले पनि अदर बदर हुँदैन। सत्य सधैँ सत्य रहन्छ, सत्य सधैँ उच्च हुन्छ। अनि गलत त सधैँ गलत नै रहन्छ। गलत कहिल्यै उच्च हुँदैन, गलत तुच्छ हुन्छ। हिजोका दिनमा तुच्छ भएको जीवन थियो। अनि विभिन्न धर्मको नाउँमा यो र त्यो भन्दै हिँडेका थियौँ। जीवन चाहिँ तुच्छ भएर पल्लो चौको बनिएको थियो। आज जुन दिन सत्य धर्म गर्न परमात्माले सिकाउनु भयो, त्यो दिनको दिनबाट परमेश्वरले हाम्रा सबैको जीवनलाई पनि आशिषमा उच्च बनाउनु भयो। त्यसैले सत्य सधैँ उच्च हुन्छ। सत्यको पक्षमा हामी खडा भयौँ। सत्यको पक्षमा जब दिनबाट बोल्न सुरुवात गऱ्यौँ, सत्यको बाटोमा जबबाट हिँड्न सुरुवात गऱ्यौँ, जसले जे भने पनि मेरो ईश्वर सत्य हुनुहुन्छ, उहाँबाट मैले सत्य ज्ञान पाएको छु भनेर जब ईश्वरको पक्षमा हामी उभिन थाल्यौँ, त्यो दिनको दिनबाट तपाईँ हाम्रो जीवन के भयो? उच्च भयो। पार्नुभयो कसले? परमात्मा, परमेश्वरले। त्यसकारण सत्य मानिसको सबैभन्दा ठुलो धर्म नै सत्य हो। अनि सत्यतालाई बदल्न सकिँदैन। जस्तै बत्ती त बत्ती नै हुन्छ होइन। बत्ती बालेपछि बरु अन्धकार गायब हुन्छ, तर बत्ती जब बाल्छौँ उज्यालो त ग्यारेन्टी हुन्छ। त्यस्तै सारा समस्याको अन्धकार झेलिरहेका थियौँ। उज्यालो रूपी पिताबाट वचन आयो, तब के भयो? जब वचन आयो, जिन्दगीमा भएका समस्याका अन्धकारहरू पन्छिए, तर जीवन भने झलमल्ल परमात्माले बनाउनु भयो। त्यसकारण धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा। त्यसैले यस्तो महान ईश्वरलाई हामीले चिनेका छौँ। अलिअलि समस्या केही पनि होइन, जीवनमा आएका अलिअलि हालत केही पनि होइन। समस्यासँग तपाईँहरू कोही नडराउनुहोस्, केही गर्नै पर्दैन। समस्या आउँदा, हालत आउँदा, बाधा आउँदा, रोकावट आउँदा, दुखाइ कठिनाइहरू पर्दा तपाईँ डराउनु भएन भने दुष्ट आत्मा डराएर भागिसकेको हुन्छ। जित तपाईँको नाउँमा परमेश्वरले गराइसक्नु भएको हुन्छ। जब डराउनुहुन्न तब जित्नु भयो। समस्या आएको घडीमा जब हरेस खानुहुन्न तब जित्नु भयो। जतासुकै समस्या आउँदा नि लत्रिनु भएन, जित्नु भयो। अनि हराउन खोज्ने तत्त्वले चाहिँ हार्यो, ऊ भाग्यो, ऊ नष्ट भयो। तपाईँलाई नष्ट हुनबाट परमात्माले जोगाइसक्नु। त्यस्तो परमेश्वर हामीभित्र हुनुहुन्छ। परमात्मा परमेश्वरले आज हामीलाई यस्तो शिक्षा, असल शिक्षा सिकाउनु भयो। देउ त तिमीलाई दिनेछ, बाँडो त तिम्रो जीवनमा बढाइनेछ होइन। कसैलाई प्रेम गर, तिमीलाई पनि प्रेम गरिनेछ। कसैलाई केही सहयोग गर, तिमीलाई पनि सहयोग गरिनेछ। दुश्मनलाई पनि प्रेम गर, तिमीलाई मित्रता सोच्ने बनाइनेछ। सबैको भलाइको लागि सोच, सबैलाई प्रेम गर भनेर परमात्माले आज हामीलाई यस्तो असल शिक्षाहरू सिकाउनु भयो। जो असल धर्म गर्न परमेश्वरले सिकाउनु भयो। जुन दिनबाट आत्मा परिवर्तन भयो, त्यो दिनको दिनबाट मनै परिवर्तन भयो, सोच परिवर्तन भयो, विचार परिवर्तन भयो, स्वभाव परिवर्तन भयो।
अनि संस्कार पनि परिवर्तन भयो। हिजोको दिनमा म त ठुलो हो, मलाई मान्न पर्छ, म त यस्तो मान्छे, मलाई पो गर्न पर्छ भन्ने होइन, मलाई पो नाम दिन पर्छ भन्ने सोच हामीमा थियो। तर आज हेर्नुहोस् हामीमा कस्तो संस्कार परमेश्वरले दिनुभएको छ। चाहे जस्तो सुकै ठुलो हुनुहोस्, सानो हुनुहोस्, धनी हुनुहोस्, गरिब हुनुहोस्, म आफै झुक्नुपर्छ, मैले नमस्कार गर्नुपर्छ, म आफै नम्र भएर सबैलाई प्रेम गर्नुपर्छ भन्ने शिक्षा परमात्माले आज तपाईँ हामी सबैलाई सिकाउनु भयो। उहाँले सिकाएको शिक्षालाई पालना गर्दा परमेश्वरले आज हामीलाई संसारैभरि मध्येमा वाउ भन्ने बनाउनु भयो भने परमेश्वरले, होइन? यस्तो संस्कार कहाँबाट जान्यौ, कहाँबाट सिक्यौ? यस्तो स्वभाव, यस्तो प्रेम, यस्तो नम्रता, यस्तो सहनशीलता, यस्तो भद्रता कसरी सिक्नुभयो भनेर संसारले पनि खोजी गर्दै हाम्रो पछि लाग्दै परमेश्वरको राज्यमा आउने कसले बनाउनु भयो? परमेश्वर परमात्मा पिताजीले बनाउनु भयो। त्यसकारण हरेकको हृदय परमेश्वरले जाँच्न सक्नुहुन्छ अनि जान्न सक्नुहुन्छ। संसारमा पनि छ जाँच्ने ठाउँ, चेक गर्ने ठाउँ छ। उहाँहरूले जाँच्नु मात्रै हुन्छ, पीडा जाँच्नु होला या रोग जाँच्नु होला, हालत र कठिनाइ जाँच्नु होला, एउटा फोटो हेरेको भरमा सम्बन्ध जाँच्नु होला। तर कुन तत्त्वले बिगारेको छ उहाँले जान्न सक्नुहुन्न। परमेश्वरमा फरक छ। परमात्मा परमेश्वरले हाम्रा हृदयका विचार जाँच्न सक्नुहुन्छ, शरीरका नसा हड्डीलाई जाँच्न सक्नुहुन्छ, परिवारको सम्बन्धलाई जाँच्न सक्नुहुन्छ, अनि धनका क्षेत्रलाई पनि जाँच्न सक्नुहुन्छ, कहाँ के मिलाउनु पर्छ त्यो पनि जाँच्न सक्नुहुन्छ, अनि जुन जुन क्षेत्रमा जे चाहिन्छ त्यो पनि हाम्रो पिता जान्न सक्नुहुन्छ अनि दिन पनि सक्नुहुन्छ अनि निको पार्न पनि सक्नुहुन्छ। त्यस्तो ईश्वर हुनुहुन्छ। हजुरहरूलाई पत्तै छैन, हजुरहरू आनन्दले बस्नु भएको छ नि। भजन आयो भजन सुन्नु भएको छ, गवाई आयो गवाई सुन्नु भएको छ, वचन भइरहेको छ, वचन सुनिरहनु भएको छ। तर हजुरहरूलाई पत्तै छैन हजुरहरूले के समस्या भोगेर आउनु भएको थियो, लिएर आउनु भएको थियो, हजुरहरूलाई पत्तै छैन। परमेश्वरले गवाई भजन वचन दिँदा दिँदै परमात्माले जाँचेर जानेर चट्टै निको पार्ने काम गरिसक्नु भएको छ। त्यसैले त हामीलाई आनन्द मिलेको छ, त्यसैले त हामीलाई शान्ति मिलेको छ, त्यसैले त हामीलाई असाध्यै हाम्रा मनहरू पनि हर्षित भएको छ। किनभने आज परमात्माले हाम्रो जीवनमा त्यस्तो काम गरेर देखाउनु भएको छैन। एक दिन के भएछ भन्दा एकजना यस्तो व्यक्ति हुनुहुँदो रहेछ, होइन, जो दिनौँ भिख माग्नु हुँदो रहेछ अरूसँग। 2 रुपियाँ दिनुहोस्, 5 रुपियाँ दिनुहोस्, 10 रुपियाँ दिनुहोस्। एकदम ध्यानले सुन्नुहोस् है, बच्चाको चालमा नलागिकन। यो शिक्षाले पनि हामीलाई ठुलो शिक्षा दिलाउनेछ। अनि दिनौँ भिख माग्नु हुँदो रहेछ, मैले खान पाइनँ, मैले लाउन पाइनँ, मेरो यस्तो समस्या छ, लौ न हजुर भन्दै दिनौँ भिख माग्नु हुँदो रहेछ। अनि एक दिन यस्तो धनी व्यक्ति आउनु भएछ उहाँको माझमा, पासमा। अनि त्यो धनी व्यक्तिलाई नि भन्नुभएछ, तपाईँ त झन् धेरै धनी हुनुहुँदो रहेछ, तपाईँसँग त टन्नै धन पैसा होला, म त यस्तो गरिब छु, म त यस्तो दुःखी छु, मसँग केही छैन खाना लाउनलाई, तपाईँले मलाई दिनुहोस् न भनेर यसरी भन्दै गर्दा त्यो धनी मान्छेले भन्नुभएछ, तिमी जहिले अरूसँग माग्छौ मात्रै, कहिले आफूले दिन जानेको छौ भन्दा त्यो मान्छे झसङ्ग हुनुभएछ, होइन। अनि फेरि भन्नुभएछ, तिमी जहिले अरूसँग माग्छौ, आफूले आफैलाई दुःखी भन्छौ, गरिब भन्छौ, रोगी भन्छौ, केही छैन भन्छौ, अनि जहिले अरूलाई माग्छौ, तिमीले चाहिँ केही दिन सकेको छौ, केही दिन जानेको छौ त भनेर क्वेसन गर्नुभएछ त्यो धनी व्यक्तिले। अनि जो त्यो भिख माग्ने व्यक्तिले भन्नुभएछ, मसँग केही छैन, मैले कसरी दिनु त, म आफै त कोहीसँग भिख माग्दै पेट पालेको छु, शरीर ढाकेको छु,
मैले के दिन सक्छु र मसँग के नै छ र भन्दा हैन त्यो धनी व्यक्तिले भन्नुभएछ ऊ त्यो बगैँचामा एउटा फुल देखेको छौ देखेको छु अब तिमीले यसो गर त्यो फुल टिप एउटा मात्रै टिप आज एउटा टिप भोलि अर्को टिप अनि सधैँ यही बस यो फुल लिनुहोस् त हजुर यो फुल लिनुहोस् भन्दै देऊ अरूलाई अनि त्यो धनी मान्छेको शिक्षामा छक्क परेर त्यही गर्नुभएछ अनि फुल एउटा थुङ्गा फुल टिपेर दिनुभयो सिधैमा लिन कसैले मानेनन् हैन सुन्नु चाहिँ दिन जानेपछि लिन सक्ने ईश्वरले बनाउनुहुन्छ फुल त सबैलाई दिनुभयो तर सिधैमा लिन कसैले मानेनन् अनि सबैले भने ल यो फुल दिए बापत यति पैसा राख आज पनि त्यसो भन्नुभयो भोलि पनि त्यसो भन्नुभयो पर्सि पनि सबैले फुल लिँदै पैसा दिँदै गरे त्यो व्यक्ति गरिब भएर भिख माग्न बसेको व्यक्ति त फुल बेच्ने धनाढ्य भइसकेछ उसलाई त पत्तै भएन हैन अनि ठुला फुलका बगैँचा गोदाम हैन यस्तो सबै कुरामा अगाडि बढेर फुल व्यापारी भएर घर बङ्गला गाडी घोडा चढेर हिँड्ने भइसकेछ र पनि उनलाई त म धनी भइसकेँ भनी पत्तै रहन्छ अनि धनी भइसकेको दिन फेरि त्यही शिक्षा दिने मान्छेलाई टक्क देख्नु भएछ अनि त्यो धनी पहिला सुरुवातमा धनी व्यक्ति त चिन्नु भएन अनि जो सुरुमा भिख माग्ने भिखारीले भन्नुभयो मलाई चिन्नुभयो हजुरले भन्दा त्यो शिक्षा दिने मानिसले चिन्नु भएन अनि उसले भने मैले त चिन्न सकिनँ म त्यही व्यक्ति हुँ जसले भिख माग्दै गर्दा तपाईँले अरूलाई पनि त्यही दिनपर्छ अनि तिमीलाई भरिपूर्ण हुनेछ भनेर शिक्षा दिनुभएको थियो त्यो शिक्षालाई पालना गर्दा आज मेरो जीवन कहाँबाट कहाँ पुग्यो भनेर यसरी भन्नुभएको छैन त्यसकारण धेरै पैठको शिक्षा लिन सकिन्छ आफूले आफूलाई गरिब दुखी रोगी कमजोरी अशान्तिमा कहिल्यै नबनाउनुहोस् अनि आफूलाई भरिपूर्ण भएर सहयोग गर्नु सेवा गर्नु ठुलो कुरा होइन आफूसँग हुँदा नहुँदै पनि ईश्वर तपाईँको लागि भन्न सक्नु चाहिँ ठुलो कुरा हो जब त्यो भनिन्छ तब परमात्माले हामीलाई भर्नुहुन्छ पत्तै पाइँदैन फेरि पैसा ल्याएर दिन भन्न खोजेको पनि होइन गलत तरिकाले नबस्नु तपाईँले 1 मिनेटको समय दिनुहुन्छ एउटा सल्लाह दिनुहुन्छ 1 बोतल पानी कसैलाई दिनुहुन्छ त्यो नै सबैभन्दा ठुलो के हो सेवा र सहयोग हो परमेश्वरको पवित्र आत्माबाट गर्ने धर्म भनेकै यही हो जब असल धर्म आज हामीले गरेका छौँ असल कर्म गर्न पिताले सिकाउनु भयो फल पनि लटरम्मै पिताको पासमा छ उहाँको समयमा दिइसक्नु त्यसकारण परमेश्वरले भन्नुभएको छ हाम्रा गुरुको मुख भएर परमेश्वरले भन्नुहुन्थ्यो हरेकले गरेको कामको ज्याला दिनेछ हैन हरेकले गरिएको कामको ज्याला दिनेछ त्यो ज्याला परमेश्वरसँग छ जसले परमेश्वरको योजना अनुसार उहाँको राज्यमा काम गर्नेछ उसले सोचेको भन्दा पनि बढ्ता ज्याला परमेश्वरबाट पाइसकेको छ भनेर हाम्रा गुरुले पनि वचन दिनुहुन्थ्यो हैन अब काम के होला त कता मनमा लाग्न सक्छ हरेकले गरेको कामको ज्याला छ अरे अब काम के होला त तपाईँ हामीले गर्ने कामहरू केही होइन कुनै रोगीलाई सुसमाचार सुनाउँछौँ त्यो काम हो फेरि निस्वार्थ भावनाले गर्न पर्यो त्यो काम हो अन्य भाषा गर्छौँ प्रार्थना गर्छौँ आफ्नो समस्या नैले अरूको लागि माग्छौँ त्यो काम हो संसारको काम कारोबार पछि गरौँला आज ईश्वरको महिमा गर्छु त्यो काम हो जसले निर्दोष आत्मा निर्दोष साल र परमेश्वरलाई प्रेमको साथमा उहाँको राज्यमा अगाडि बढ्छ परमेश्वर भन्नुहुन्छ तिमीले असल काम गरेका छौ सन्तान त्यो कामको फल लाऊ भनेर आज यति ठुला गवाई कसले दिनुभयो परमात्मा परमेश्वरले दिनुभयो
त्यसकारण धन्यवाद गर्छु परमात्मा येशू मसीहको नाउँमा। आज समय धेरै गइसकेको छ, अब आउने बुधबार नै महिमा गर्नेछौँ। परमेश्वरलाई धन्यवाद। समय त धेरै गइसकेको छ र पनि ईश्वरको योजना एकदमै ध्यानले सुन्नुहोला। अघि मैले हाम्रो एकजना म्याम हजुरलाई देखेँ टुक्लुक्क होइन, उहाँलाई देखेपछि मलाई याद आयो, उहाँ एक दिन घरमा आउनुभएको थियो। सोमबारको शिक्षाको दिन थियो, समय त दिन पाइनँ। उहाँलाई हतार निकाल्दै ढोका बन्द गरेर निस्किन पऱ्यो होइन, किनकि केन्द्रमा हामी वचन खान जानुपर्छ। अनि हामीले शिक्षा वचन त परमेश्वरले दिनुहुन्छ, तर परमेश्वर आफै देखिनुहुन्न। परमेश्वरले हाम्रो अग्रज अगुवाको मुख भएर हामीलाई वचन दिनुहुन्छ। त्यसको लागि हामी सबै शाखाबाट अगुवा लिडरहरू सोमबार हामी केन्द्रमा वचन खान जान्छौँ होइन। त्यो दिन पनि सोमबार परेको थियो। म निस्किनै लाग्दा म्याम हजुर टुक्लुक्क आउनुभएको थियो। कहिलेकाहीँ छिट्टै पुग्छु भन्दै त्यस्तो भइदिन्छ अनि ढिला हुन्छ होइन। मन र चाहत त हुन्छ, त्यो कुरालाई परमात्माले बुझ्नुहुन्छ। अनि उहाँ आउनुभयो, उहाँले गवाई सेयर गर्दै गर्दा पिता तपाईँ कस्तो महान हुनुहुन्छ र आज तपाईँले हामीलाई कस्तो उद्धार गर्नुभयो परमेश्वर भनेर असाध्यै परमेश्वरलाई धन्यवाद गरेर खुसी हुन पनि मन लाग्छ होइन। उहाँको सासू मम्मी हुनुहुँदो रहेछ। कति समस्याहरू देखा परेर हस्पिटलहरू धाइरहँदा फेरि यो विरोध गरेको कुरा होइन, सत्य र यथार्थ कुरा त बोल्न पाइन्छ होइन। धाइरहँदाखेरि अनि डक्टर भएर यस्तो कुरा आएछ, अब मुटु नै छैन होइन। अनि त्यस पछाडि मतलब कलेजो नै छैन होइन। सरी, ईश्वरलाई धन्यवाद। कलेजो नै छैन, अब बाँच्नुहुन्न भनेर त्यो कुरा आइरहँदाखेरि केही समय अनुहार मात्र हेर्ने हो भने भ्यान्टिलेसनमा अर्थात् त्यस्तै केहीमा राख्नु होला भनेर सबै विकल्प त गरिसक्यो र पनि अब छैन भनेर यस्तो कुरा आइरहँदा अब परमेश्वरको योजना थियो होला। यस्तो डाइपर लाएर बस्नुपर्ने, चम्चाले खानदिन पर्ने, शरीर केही नचल्ने त्यस्तो हुनुभएको रहेछ। अनि त्यस पछाडि ससुराको आत्मामा ईश्वरले भनिदिनु भयो होइन। अनि उहाँ त बुहारी अनि सोध्नु भएछ, अब तिमीसँग केही उपाय छ त, अब के गर्ने त, के सक्यो त भनेर यसरी कुरा गर्दा उहाँलाई पनि ईश्वरले अगुवाई गर्नुभयो। तपाईँले विश्वास गर्नुहुन्छ त बुवा? यदि विश्वास गर्नुहुन्छ भने यस्तो ठाउँ छ त्यहाँ 1 रुपियाँ पैसै लाग्दैन। विश्वास गरे भने निको हुन्छ। ईश्वरले उहाँको मुखद्वारा यसरी शब्द दिनुभएछ। अनि ससुरा बुवाको होइन आत्मामा केही आशा पलाएछ, पैसा पनि लाग्दैन भने त विश्वास गर्ने नि, किन नगर्ने होइन। अनि परमेश्वरले उहाँकै मुखारबिन्दु भएर ग्रहण गराइदिनु भएछ, सङ्गाई गराइदिनु भएछ परमात्माले। अनि त्यस पछाडि डाइपर लाएर थल परेको व्यक्ति, चम्चाले पानी खान्दिन पर्ने भएको व्यक्ति त ग्रहण गरेको 5 दिनको दिनमा त आफै टोइलेट जान सक्ने हुनुभएछ होइन। आज ठिक हुनुहुन्छ म्याम, अब बाँच्दैन भनेर यसरी कुरा आएको थियो। तर आज गाउँमा गएर घाँसको भारी बोक्न सक्ने ईश्वरले बनाउनु भएको छ भनेर उहाँले गवाई बताइरहँदा परमेश्वर हजुरलाई कुन शब्दले धन्यवाद गरौँ पिता। तपाईँ कस्तो महान हुनुहुन्छ हेर्नुहोस् त। परमेश्वरले हरेकको द्वारा काम गर्नुहुन्छ। तपाईँ हामी सबैको हातद्वारा परमेश्वरले सङ्घाउने काम गर्नुहुन्छ। तपाईँ हामी सबैको मुख भएर परमेश्वर वचन बोलेर रोगीलाई निको पार्ने काम गर्नुहुन्छ। त्यसैले कोही समस्यामा परेको व्यक्ति हुनुहुन्छ, तपाईँबाट केही आशा लिएर आउनुभएको छ भने फलानु ठुलो हुनुहुन्छ त्यहाँ जानुपर्छ नै। अबको दिनमा हामीले यस्तो बानी बसालौँ अनि अरू परमेश्वरको राज्य पिताले बढाउनुहुन्छ। तपाईँले पाएको वचन दिनु, तपाईँले पाएको ग्रहणका शब्द बोलाइदिनु, तपाईँको हात राख्नु, परमेश्वरले चङ्गाई गरेर त्यही निको पार्नुहुन्छ। अनि परमात्माले राज्य बढाउने काम यसरी तपाईँ हाम्रो हातद्वारा गर्नुभएको हुन्छ। यहाँ ठुलो सानो यहाँ कोही छैन, यहाँ सबै समानता, यहाँ सबै बराबरको होला। शरीरको नजरले हेर्दा कोही कालो, कोही गोरो, कोही पढेको, कोही नपढेको, कोही धनमा धनी अब्बल, कोही होला होइन। तर परमेश्वरको नजरबाट हेर्दा
स्थानमा छौँ। हामी सबैलाई एउटै स्थानमा पिताले उच्च बनाउनु भएको छ। यस्तो महान पिता परमेश्वरमा हमेसा उत्साहित भएर, विश्वासमा दरिलो भएर, भरोसामा दरिलो भएर, आफू आत्मिकता भएर अरूलाई पनि आत्मिकता हुनको लागि परमात्माको आत्मामा कनेक्ट गराउँदै हामी अगाडि जब बढ्छौँ तब हाम्रो जीवनमा चाहिने कुरा लौ न पिता भन्नै पर्दैन, लौ सन्तान भनेर परमेश्वरले दिइसक्नु भएको हुन्छ होइन। धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा। त्यसकारण यिनै गवाई वचनको द्वारा सबको घर परिवारमा हरेक क्षेत्रमा जुन क्षेत्रमा आशीर्वादको आवश्यकता थियो त्यो सबै क्षेत्रमा परमेश्वरले भरिपूर्ण आशीर्वाद, अनुग्रह, उन्नति, प्रगतिहरूमा बढाइसक्नुभयो भन्दै हजुरहरू सम्पूर्णको माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार। ईश्वरलाई धन्यवाद येशू मसीहको नाउँमा।